माछा आज 2 किलो बढी हो क्या यार 2 किलो बढी हो फेरि तिनटा पारिसक्यो यार फेरि तिनटा होइन त्यो त हुँदैन नि यहाँ 3-4वटा पऱ्यो तीनटा बाम लगातार कति 4-5 चोटि भयो कि तीनटा परेको यार ल ल सन्दिप ल अर्को लरे है साथी कुरा हो यहाँ तीनटा बाम यही छ है साथी हो स्क्रिप्टेड होइन नि फेरि यहाँ फेरि 5वटा है दाइ 4वटा यामा फेरि तीनटा हेलो एभ्रिवान और नमस्ते सबैजना स्वागत छ मेरो न्यू ब्लगमा आज फेरि हामी फेरि माछा मार्न आइसक्यौँ अब भर्खरै आएको अब के कस्तो हुन्छ भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला त्यही हो अब एकछिनपछि हाम्रो अब बल्छी हान्ने कार्यक्रम सुरु हुन्छ भाग्छ हौ पागल नाटक गर्दै माछाले त्यो भ्याएको नाटक गरेको हाम्रो चाहिँ अहिले भर्खरै 4वटा परिसक्यो माछा फर्स्ट लट हाम्रो 4वटा खै माछा दिएको त माछा सुन भाइ भर्खरै एउटा लरेन यार भर्खरै 4वटा परेको फेरि तिनटा पारिसक्यो यार फेरि तिनटा होइन त्यो त हुँदैन नि यहाँ 3-4वटा पऱ्यो यस्तो 3-4वटा भिडियो एउटै हुन्छ र त त्यस्तै नि हुन्छ हाम्रो स्क्रिप्ट पनि हुँदैन त्यो माछा हेरेर थाहा पाइहाल्छ नि 3-4वटा भिडियो हाल्यो भने त माछा त यति नै नहुनु त हो माछा त्यो अतुरहरूले भने जस्तो हामीले त्यस्तो स्क्रिप्ट पनि हाल्दैन हो जे हो त्यही हो रियालिटी भर्खर त्यहाँ उस गरेर आरा सारा हालेर फेरि यहाँ भाइकोबाट भाइले फेरि थुन्नु लाग्यो फेरि अर्को हेरौँ कति पर्छ लसुन भाइ ल लसुन भाइ फेरि निकाल्यो कतिवटा अनुमानमा कतिवटा भन्न सक्नु भाइ अनुमानमा दुईटा ल ल आयो एउटा त आयो भनेको त झार रहेछ आयो 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 एउटा भने नि आयो एउटा आयो यसको त टाउकै गढ्यो यार टाउकै गढ्यो यार एकै लटमा यत्रो एक लटमा अझै कति लरे सुत्नु अझै कति लरेमा अरे हामीले कति लरे सुत्यो तिनटा होइन 2 4 6 7वटा लरे ए 7वटा बाम 3टा लरेबाट अझै कति 5वटा लरे सुत्नु होइन अझै यसरी माछा मारेको मात्रै देखाउने कि परेको मात्रै देखाउने हो त्यस्तै थोप्रा तखेरि सबै त्यही हो मुसलमान उग्रवादी तिनटा परिसक्यो भर्खरै देख्न सक्नुहुन्छ तिनटा
तिनवटा परिसक्यो एउटा तिनवटा परिसक्यो भर्खरको भर्खरै माथि पर्ला जस्तो भेदा भइसक्यो घाम पनि औडै लाग्छ त्यस आज चाहिँ अलिक क्वालिटी अलि राम्रो आएन ल मैले चाहिँ मेरो मोबाइल चार्ज नभएर घरै छोडेको अनि भ्लग बनाउँछु भनेर सोचेको थिएन त्यही पनि अनि यसो माछा बनाएको माछा पऱ्यो अनि त्यही भएर अनि भ्लग बनाएको हो अब त्यही हो भाइको मोबाइलबाट बनाएको जे जस्तो भए पनि अब हेरिदिनु होला मासु चाहिँ आज वाइल्ड परेछ रेडी ल ल तान्नु त माछा कति पर्दो रहेछ हेरौँ परे ल दुईटा बा माछ सिक्ने बसरी माछ सिक्ने ठाउँै छैन दाइ तिनटा माछ सिक्ने यो जाम न खोइ हान्नु भनेको भाग्छ क्या फेरि खै यही हो माछा सिक्ने तन्किसक्यो त्यो छोडिदिनु त्यो भाग्दैन तन्किसक्यो त्यो उयो रन्टिङ छ हेर्नु गाई चाहिँ यसरी मार्ने माछा चाहिँ सिक्ने तिनवटा बाम लगातार कति 4-5 चोटि भयो क्या तिनवटा परेको यार ल सन्दीप ल अर्को लहर है साथी कुरा हो यहाँ तिनवटा बाम यही छ है साथी हो स्क्रिप्टेड होइन नि फेरि यहाँ फेरि 5वटा है दाइ 4वटा यामा फेरि तिनवटा दसैँ लाग्यो आज माछा भिडियो बना के यार माछा त यार वाइल्ड पर्ने थियो तिनवटा चप्पल फर्क्यो आर्मीको रिस पाना पखेको त्यो आर्मीले भेट्यो भने यस्तै हान्छ रन्टिङ छ त्यसले हेर्छ भाइ अरू भिडियो काल लड्डु तेरो नाम चाहिँ थाहा छैन काल डट्टु होइन के जुरेली कपाल जुरेली डाङ्ग्रे भएर साउला हान्छ एक हप्ता पछि आएको आज होइन त ओ चल्दैछ आज एक हप्ता पछि आएको यस्तै हान्ने क्या हेर हातमा गर्छ ओपे गड्यो नि भेजा हुन्छ नि छवटा भयो यहीँ है आजको टार्गेट 4-5 किलो धेरै त होइन 4-5 किलो लगभग आज कति हजारको 15,000को दाम मारेको यो भिडियो त सबैलाई सेयर गरिदिनु पर्यो है भाइरल गरिदिनु पर्यो है ल यो भिडियो चाहिँ अलिअलि केही शब्दहरू निस्केको होला त्यसमा माफ गरिदिनु होला त्यो जोसमा बोलेको हो जमानादेखि सुनिआएको तपाईँहरूले होइन अहिले सुनेर त्यो अचम्म नमान्नु होला तपाईँहरू नबोल्ने कोही पनि छैन नबोल्ने कोही पनि छैन संसार यस्तै हो हाम्रो समाज यस्तै छ होइन
तर हामी राम्रो हुनुपर्छ, हामी राम्रो हिसाबले चल्नुपर्छ। सन्जय त सुध्रिहाल्यो। बेला बेला जान्छ फेरि। ल ल ल अहिले चाहिँ हाम्रो माछा यति परिसक्यो। हुन्छ ठिक्क। कति भयो होला है? भन्नुहुन्न कि माछा कति भयो होइन कि अनुमानमा 2 किलो हो, लगभग 2 किलो भइसक्यो। उठाएको यहाँको उठाएन सुन भाइ। ओए मोबाइलमै भेटेर पुगेन त हो, मोबाइलमै खै उठा त मोबाइलमा रे माछा हो के ल सुन भाइ तान फेरि ल ल ल ल के हो यो? अच्छा माछा बिहान तयारी गराउनु भयो। आज चाहिँ बामहरू चाहिँ वाइल पऱ्यो। ओ आयो थेर्न उठाउ ऊ आइसक्यो। ओ मा कसम टुरुल अप देख्न सक्नुहुन्छ बाम परिसक्यो। मलाई आएन भन्दाको हौ म्यादर। सुनिल भाइले तानेको यहाँ बाम मैले तानेको हो। माछा जोगे माछा आज 2 किलो बढी हो क्या यार, 2 किलो बढी हो। अनुमान गर्ने होइन कि माछा। अहिले चाहिँ ठ्याक्कै 3 बजे 3 बजे ठ्याक्कै 3:30 3:30 भयो। अझै 1.5 घन्टा खेलिन्छ, 1.5-2 घन्टा खेलिन्छ अझै। यस्तो ठाउँ चाहिँ खोला बढिरह। ऊ त भोसारघाटे साइड यता यहाँ ठ्याक्क चिसो पानी घोल भन्छ यसलाई चाहिँ। ऊ त चिसो पानी घोल हो। एकछिन पछि अब मैले पनि माछा देखाउँछु हजुरहरूलाई। भर्खरै 2टा परिसक्यो यहाँ, 4वटा 2टा। माछा आज बौला छ भोसडी के मार एकै सर्टहरू यहाँ राख्नु दिन्न। बस ओके। ए हेलो लाएन बस 2टा पऱ्यो भर्खरै। माछा बढिसक्यो माछा। आज हाँसी परेन कि माछा परिसक्यो। यहाँनिर चाहिँ माछा परेन। ल यहाँ तान्दैछ भाइले फेरि अर्को लडा तान्दैछ। अघिकोमा एउटा अहिलेकोमा अब कतिवटा पर्छ है। अहिलेकोमा परेन, अहिलेको चाहिँ भयो कि हाम्रो यस्तो हुँदैन कि अहिलेको चाहिँ परेन है। नपरेको कुरो परेन। हजुरहरूले बताउनु भएन ल। त्यो एउटै भिडियो मात्रै परेको मात्रै हालेको भए त यत्रो माछा थुन्नु हुन्थ्यो त हाम्रो। हुन्छ मोबाइलमै अट्याएन भने चाहिँ सोच्नु न यार, के मोबाइलमा अट्याएन कि 4 किलो भइसक्यो है। एक लाइनमै त 9-10वटा परेको त अनि 25वटा बाममा एस्टिमेट हिँडेको धत् 100वटै होला हो, छैन 100वटै होला नि। ऊ त्यो 80वटा त होला, 70-80वटा होला। 70-80वटा त होला। लरे त्यसरी खान्छ है, चट्ट यसरी घुमाएर चुप्लुङ्ग बस ओके। यहाँ नलागेको र माछा माछा लगाएन कि
जम 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 भेलमा लारे उन त ल ल ल फेरि आएर आउनु पऱ्यो अलि फेरि अहिले गरौँला भिडियो एकछिनपछि फेरि देखाउँला हाम्रो माछा 3 किलो भइसक्यो सुनिलाई होइन एकछिन भरिदिन्छ क्या अब सिल भर्ने आज गर्नु हो 3 किलो भइसक्यो माछा अहिले तट माछा गाइस माछा देख्नु सक्नुहुन्छ बामै बाम पुरा एउटा मात्रै भोटी हो अरू सब बाम कन्ट्याक्ट नम्बर हामी युट्युब च्यानलमा हालिदिन्छ होइन हजुरलाई चाहिन्छ भने भन्दै हामी पठाइदिन्छौँ हामी सब्सक्राइबरहरूलाई माछा पसल छ होइन हामीले चाहिँ सुकुटी बनाएर माछाहरूलाई बेच्छौँ होइन दाम माछा चाहिँ किलो सुकाएको चाहिँ 3000 हो बजारतिर चाहिँ किलोको सुकाएको माछा सुकाएर सुकुटी बनाएको यो दाम चाहिँ किलोको 3000 छ हामी चाहिँ 2500 मा दिन्छौँ हजुरहरूलाई होइन एकदम मिलाएर अझै डिस्काउन्ट हुन्छ हजुरहरूलाई अनि आलु माछा चाहिँ अझै 800 900 हो 900 रुपियाँ हो हामीले 800 मा दिनु माछा घरमा राखिदिने हो यो चाहिँ माछा राख्ने घर हो त्यही हो जमकम आज चाहिँ बवाल रमाइलो भयो गनाउला छ यहाँको प्लास्टिकको अब फेरि हामी लरेर सुत्दैछौँ त्यही हो भिडियो बनाउनै पाएको छैन यहाँ माछा सुत्ने उसले गर्दा माछा परेको थुत्दा त्यो भिडियो बनाउँछु भने त्यो माछा परेको उसले आत्तिहाल्छ अनि सोचै आएन क्या त्यही भएर अलिक भिडियो बनाउनु धेरै माछा परेको धेरै भिडियो बनाउनु पाएको छैन त्यही हो बिचको बनाइरह हामीले बिचमा चाहिँ बनाइरहँ त्यही हो यस्तो फेरि हामी लडेर छुँदैछौँ र एकछिनपछि फेरि भिडियो देखाउँछौँ अझ फेरि यहाँ छुटिसक्यो परिसक्यो फेरि यहाँ नि ओ एउटा दुईटा एउटा त पर्दै पर्दैन गाइड हाम्रो एउटा त पर्ने चान्सै हुँदैन अरूकोमा पर्ला एउटा कहाँ सुनिरहेको कहाँ हालेछ यहाँ तिमीले टाउको मार्नु न यो चाहिँ टुप्पोमै रहेछ लरे नि हो टुप्पोमै माछाको माछा झिक्ने तरिका यी बस ओके भइसक्यो यसमा परेन नयाँ कोपी दिइहाल्थ्यो त नयाँ कोपी गाँठो सानो भएको भएर नछिरेको त्यही हो हामीले चाहिँ आएर चाहिँ यस्तो गणलो युज हुन्छ गणलो अहिले पिठो नि हुन्छ त्यो अब सौरा बल्छीको लागि चाहिँ भ्याकुदा बेस्ट हुन्छ सौरा बल्छीको लागि अब कत्तेहरूको लागि चाहिँ पिठो यो बेस्ट हुन्छ अब यो बामहरूको भोटीहरूको लागि चाहिँ फेरि यो गणलो एकदम बेस्ट हुन्छ गणलो चाहिँ एकदम मिस्टेकै जान्दैन भनौँ अब कत्लेहरूको लागि फेरि हामीले त्यो हुन्छ नि अब के अरे कुखुराले खाने दानालाई त्यो पनि हुन्छ त्यसलाई मुसेर त्यसको डल्लो बनाएर त्यो पनि हुन्छ अनि अर्को चाहिँ पिठो अब मैदाको डल्लो पनि हुन्छ त्यसमा चाहिँ रातो कलर मिसायो भने कलर मिसायो भने बल हुन्छ कत्लेको लागि चाहिँ सौराको लागि चाहिँ त्यही हो अब के अरे भ्याकुता बोल्न पाउने भ्याकुता एकदम बेस्ट हुन्छ नाइटको लागि त्यही हो आफूले जानेको कुराहरू भनिदिएको अझै बेलुका भइसक्यो घाममा पनि डुब्नु लागिसक्यो अहिले 5 बज्यो 5 बजिसक्यो अब अझै एक डेढ घन्टा बाइक खेल्न आउँदै यहाँ चाहिँ भर्खर एउटा पऱ्यो एउटा मात्रै पऱ्यो दुइटा चाहिँ उता अघि उता परेको माथि बाम मार्ने तरिका
यस्तो छ। अब एकछिनपछि चाहिँ मैले पनि माछा तान्छु है। अब मेरो पालो आउँदैछ बल्छी छुट्ने बिहान छुट्टी हो। बल्छी यसरी फाल्ने हो। छट्ट ठ्याक्क 15-20 मिनटपछि निकालेपछि चाहिँ माछा पर्छ। माछा परेर आउँछु। यस मिस्टेक आएन आज चाहिँ लगातार परिरह। ल हाम्रो सन्दाले लगाएर थुतिरहेको छ यहाँ हेर्न सक्नुहुन्छ। पर्न त पर्ने हो कतिवटा पर्छ अब है। एउटा दुईटा परिसक्यो। एउटा रहेछ एउटा ठुलो रहेछ साथी हो। रकडको छ एउटा। हानिहाल्नु न नयाँ दाजुलाई। माछी भयो कति लड हुन्छ ल फेरि सन्त ल ल ल ल ल छैन दुईटा माछ सिक्ने दुईटा बाम छैन रे यार त्यसै यार कसले छैन भनेको म्याच यहाँ कस्तो खेलेको हेर्न। अब भिडियो चाहिँ बनाउनु पाउँदैन होला यहाँ पानी परिसक्यो। के अरे लास्ट सट हामीले उठाएर निकालिदिएको। सोनी आयो कि आहा दुईटा आयो दुईटा नथाप्ने उठाइदियो अब जान्छ उठाइदियो ल अब पानी परिसक्यो त्यही भिडियो चाहिँ बनाउन पाउँदैन होला। अहिले लास्टको इन्डिङ भिडियो देखाउँछु। अब चाहिँ लरेस थोटी कार्यक्रम भयो त्यहाँदेखि अब पानी सब परिसक्यो त्यही भएर अहिले चाहिँ यहाँ कति भयो देख्न सक्नुहुन्छ 6:13 गयो। अहिले चाहिँ 6 बजिसक्यो अहिले चाहिँ अब एक लट हाम्रो जाने हो। अब एक लट उठाउँछु अनि एक लट उठाउनु जानु लाग्यो यता उठाएपछि अनि फेरि एक लट हाल्छ अनि उठाउँदै आउँछ उता माथिबाट। 4 किलो चाहिँ भइसक्यो 4 किलो भइसक्यो। अहिले इन्डिङमा देखाउँछु माछा कति छ भनेर इन्डिङमा देखाउँछु। देखाउनु त अघि नै देखाइरह इन्डिङको चाहिँ केही ताने कपडा सपडा ताने एउटा चाहिँ आयो मिस्टेकै जान्नु नि कोपी भाङ्गिन्छ चप्पलले हान्छ कोपी भाङ्गिन्छ। यहाँ मिस्टेक गएन न मिस्टेक गएन कि मिस्टेक चाहिँ गएन तिनटा फेरि भिडियो एकछिन रोक्नु पर्यो। मार बेलुका भइसक्यो। यो चाहिँ हाम्रो इन्डिङ सर्ट हो। इन्डिङ सर्ट अब घर जाने बेला भयो इन्डिङ सर्ट हो। कतिवटा पर्छ हेर्दै पर्नु हो यहाँ मिस्टेक होइन एउटा पर्यो एउटा पनि पर्यो है हेर्न सक्नुहुन्छ।
मासुको जस खाली चाहिँ हेर्नु जस हामीले आज कति 4 किलो 4.5 किलो मार्यो होला है 4.5 किलो जति मार्यो होला बाम पुगिहाल्यो नि बेर्दैन बाम चाहिँ यसरी मार्ने हो यसो बामको मुख घाम पनि अस्ताइसक्यो मौसम चाहिँ खतरा भयो है हेर्नु न म्याच आकाश हेर्नु न त्यहाँ म्याच अनि हेर्नु न त्यहाँ आकाश चाहिँ खतरा भएको मोबाइल भएको छ अरे हेर्न सक्नुहुन्छ नि तपाईँहरूले हेर्नु न है खोलाको बगर मारिनी सन्दीप दाइ हुनुहुन्छ हाम्रो यहाँ अब त चारै वरिपरि खोला छ होइन म छु होइन यस्तै हो गाइज अब साँच्चै आज चाहिँ हामीले यति माछा मार्यो है बाफ्ने त्यो सक्नुहुन्छ यति बाम पारिसक्यो अब त्यही हो चाहिँ हामी घर जान लाग्यो इन्डिङ भइसक्यो यति नै हो छ यो 5 किलो त 5 किलो बढी नै छ अझै दुखेको छैन अब त्यही 5 किलो बढी नै चाहिँ छ यति नै हो अब 7 बजिसक्यो अहिले चाहिँ अब हामी घर जान लाग्यो